आँप पनि छैन पाहाडमा, आँप पनि पाउँदैन होइन। तर दही चिउरा चाहिँ यसो मनाउनुपर्छ भन्ने हाम्रो विचारले गर्दाखेरि हामी मनाउँदैछौँ। ल भव्य सभ्यको साथ हामीले सम्पूर्ण साथीहरूमा फेरि पनि मेरो ब्लगमा स्वागत गर्दछौँ होइन। आज भर्खर अघि हाम्रो यो तल दाइको जयराम दाइकोबाट फोन आएको थियो दही चिउरा खानुपर्छ भनेर, अनि हामी दही चिउरा खान आयौँ होइन। हजुर नमस्कार नमस्कार नमस्कार। म पनि थोरै निकै थोरै सुगर अब भिडियो मात्रै गरेको होइन दही पनि लान्न सर। धान दिवस मनाइयो पनि। भाउजू तपाईँलाई धन्यवाद, धेरै धेरै धन्यवाद। झन् कति छ पाहाडतिर चाहिँ रमाइलो। दही चिउरा खानु कस्तो लाग्यो? राष्ट्रिय धान दिवसको एकदम सबैमा शुभकामना भन्न चाहन्छु म। विशेष गरेर भाउजूलाई हाम्रो होइन, अनि विशेष गरेर म्याडम हामी यहाँमा चाहिँ समग्र रूपमा धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रम चाहिँ भइरहेको छ। हजुरले के भन्न चाहनुहुन्छ? हाम्रोतिर कोलो पाइँदैन, दही चिउरा मात्रै लक्ष्मीलाई। मलाई दही चिउरा मनपर्छ। धन्यवाद साथीहरू। आज सबैले आज असार 15मा दही चिउरा खाने दिन र धान दिवसको शुभकामना दिनुभयो होइन। तपाईँहरूले पनि आज दही चिउरा खाने र धान दिवसको धेरै धेरै शुभकामना। हामी खाँदैछौँ होइन। निकैजनाले के भेराइटी हालेर राख्नुभयो होइन, बनाउनु भयो, खानुभयो। हामी दही चिउरा चिनी खाँदैछौँ। अब हाम्रोमा कोला चाहिँ पाइँदैन होइन, छैन। आँप पनि छैन पाहाडमा, आँप पनि पाउँदैन होइन। तर दही चिउरा चाहिँ यसो मनाउनुपर्छ भन्ने हाम्रो विचारले गर्दाखेरि हामी मनाउँदैछौँ। ल भव्य सभ्यको साथ हामीले दही चिउरा खाएर मनाउँदैछौँ। भयो ल धन्यवाद। अति भयो। हाम्रो दाजु अलिक पछि पर्नु भएन, दाइ र भाउजू चाहिँ पछि परे पनि अब उहाँहरू केही आज 15 गते आज पूर्णिमाले कहिले अब खानु मिल्दैन, एकैचोटि भरे मात्रै खानुहुन्छ होइन। अब हामी मात्रै खाँदैछौँ। हामी उहाँको घरमा आएर हामी मात्रै खाँदैछौँ। अप्ठ्यारो पनि लाग्यो कि, तर दाइले यसो क्याप निकालिहाल्नु भयो। अनि म अझै दाइले धान रोपेको देखाउँ भनेको अस्ति रोपिसक्नु भएको रहेछ होइन। दर्शकहरूको धेरै आएपछि अब धान पनि देखाइदिनु भन्ने कुरा आयो कि। भर्खरै हिजो रोप्नु भएको दाइ, भर्खरै हिजो यो धान दिवसमा धान